गाइस दसैँ सक्यो अब पालि आयो टिको लगाउने। म एउटा दोकानमा काम गर्छु र दोकानबाट छुट्टी भेटिँदैन। अनि मैले एउटा नाटक गरेँ, मा बिमारी हुनुहुन्छ भने छुट्टी लिइदिएँ। अहिले 4 दिन भइसक्यो दोकान गएकै छैन, मा बिमारी हुनुहुन्छ भने। तर म घरमा पनि छिन नि, दोकानमा पनि छिन, म टिको लगाउन कुदिरहेको छु। हिजो कुदेँ एकतिर, अस्ति कुदेँ एकतिर, त्यसको अगाडि दिन कुदेँ एकतिर, आज कुद्दैछु बेलेगतिर। मैले धर्म भन्दा मेरो धर्म जति छ त्यो भन्दा नि बेसी त मैले अहिले हिँडेर 3 दिनमा पैसा कमाइसकेँ। अब फेरि जाँदैछु बिहान बिहानै 6 बजीतिर निक्ले टिको लगाउन। टिको लगाउन जाइन्छ 500 रुपियाँ ठ्याक्कै भेटिहाल्यो। गाडी भाडा लाग्यो 100 रुपियाँ, 400 रुपियाँ प्रफिट। त्यसको बेलै घरमा जाइन्छ, फुपूको घर भनौँ, आमैको घर भनौँ, काकीको घर भनौँ, बुढी आमैको घर भनौँ, बुढो मामालाई भनौँ, कुदिराखेको छ, पैसा पुरा छापिराखेको छ।